टक्क लगाएर रुम जानुपर्ने हुन्छ र यताको दृश्य देख्न सक्नुहुन्छ माहौल गर्मी छ यार सो अलराइट गाइज वेलकम टु ब्याक टु माई न्यू ब्लग एन्ड न्यू डेको साथ फेरि पनि म हजुरको सामु आएको छु र आज मेरो छुट्टी थियो त्यो कारणले चाहिँ म हल्का भ्लगिङ गर्दैछु आजको छुट्टीको के कस्तो हुन्छ सबजनालाई देखाउने छु गाइज र आज सुमन भेनाको र मेरो छुट्टी छ र आज मार्केट जानु लागेको छु थोरै सामान ल्याउनको लागि अब खानु पऱ्यो भने त अन्न त्यसको लागि चाहिँ बाहिर मार्केट जानुपर्ने हुन्छ गाइज के कस्तो हुन्छ उताको ठ्याक्क माहौल दृश्य देखाउने छु यहीँ देख्न सक्नुहुनेछ हामी यहाँ भेजिटेबल ल्याउन आएका छौँ देख्न सक्नुहुनेछ गाइज उताको दृश्य माहौल बवाल छ कि एन्ड त्यो त कराई हुन्छ हजुर छोरा त खै हेर्नु अन्त बवाल छ नि फेरि गाइज पारा टाइपमा जाने पारा टाइपमा जङ्गली भएर यहाँ के लाने फिक्स छैन नजानु हो भएन म त लम्लम अगाडि हिँडिदिएर आएँ यहाँ त के यति मात्र बनाउनु यति मात्र होइन गाई है आउनु न मैले के ल्याउनु थियो यार मैले भुलेन मलाई के ल्याउनु थियो कि मैले याद गर्नु के त ल्याउनु थियो गाइस अस्ति चटनी मैले यहाँ अचार यहाँ लिएर गएको थिएँ कि कता गयो कुन चाहिँ अचार मैले लिएर गएको सब गाइस छैन रहेछ त यार टमाटरको रहेछ यस्तो खालको लिएर त्यो डब्बामा थियो नि तर मस्त थियो यार यहाँबाट चटनी लाग्यो बवाल थियो त मस्तीको यार त्यो धनिया टाइपको यो त टमाटरको रहेछ है छ त्यो छ राम्रो मजा आउँछ त खानु मैले के लानु थियो कि मैले भुलेँ यार चिज बल गाई चिज बल सोध्नु mana चिज बल खाने चकना गाई चकना के दाले ए भेनाले खानु जराले ल्याउनु न राइस आउने ताखा राइस हजुर राइस इधर गाइस राइस यहाँ छ राइस कता ए राइस त पल्लोमा राइस त यहाँ छ राइस यहाँ छ कुन चाहिँ लाने हो 60